रिबार वर्शिप लिडर्सहरू जतिजना हुनुहुन्छ, वर्शिप लिडर्सहरू तपाईँको दाहिने हात छातीमा राख्नुहोस्। ओ रिबार याला वर्शिप लिडर्सहरू, यस एउटा शक्तिशाली अभिषेक वर्शिप लिडरमा आएको म देख्दैछु। वर्शिप लिडरमा शक्तिशाली अभिषेक बगेर आएको म देख्दैछु। ओ महिमाको अभिषेक, यस 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 तेल खनिँदैछ। यसगरी तिमीहरूमाथि एउटा तेल खनिएको म देख्दैछु। जसरी सामुएलले दाउदमाथि तेल खन्याए, म त्यो सिंहलाई यसगरी देख्दैछु। त्यही सिंह परमेश्वरले पठाउनु भएको छ अनि त्यही सिंहबाट चाहिँ तिमीहरूको शिरमा चाहिँ तेल खन्याइँदैछ। इट इज अ सुपर नेचुरल अनोइन्टिङ, सुपर नेचुरल अभिषेक तिमीहरूको जीवनमा खनिनेछ। तिमीहरूको आराधनाले, तिमीहरूले गरेको महिमाले बन्धनहरू टुक्रिनेछ। परमेश्वरले भन्नुहुन्छ अब तिमीहरूको जीवनमा पनि आराधनाको अर्को आयाममा तिमीहरू पसेको तिमीहरूले आफै थाहा गर्नेछौ। प्रभुले भन्नुहुन्छ यस बी प्रभुले भन्दा आफूलाई अलग पार, अब बी होली, बी होली, आफूलाई अलग पार। संसारका गीतहरू सुन्नु बन्द गर। प्रभुले भन्नुहुन्छ मेरो कानहरू हो, यो मेरो मुखहरू हो, मेरो ओठहरू हो, त्यसले गर्दा यसलाई पवित्र बनाऊ, यसलाई अलग गर। मन्दिरमा चोख्याइएका भाँडाहरू हुन्। प्रभुले भन्दै हुनुहुन्छ तिमीहरूको शरीर चाहिँ मन्दिरमा चोख्याइएको भाँडाहरू हो। त्यसले गर्दा जतासुकै जे मन लाग्यो त्यही गर्नु मिल्दैन। प्रभुले भन्दै हुनुहुन्छ यस कन्सिक्रेट, आफ्नो शरीरलाई जिम्मा दिइहाल, आफ्नो शरीरलाई परमेश्वरका जिम्मा दिइहाल। प्रभुलाई भन प्रभु आजदेखि म संसारको गीतहरू सुन्दिनँ। आजदेखि म प्रभु मेरो मुखले संसारको गीतहरू गुनगुनाउँदिनँ, नराम्रो कुराहरू बोल्दिनँ, मेरो आँखाले हेर्दिनँ प्रभु। किनभने यो अङ्गहरू चाहिँ मैले तपाईँको मन्दिरमा चढाएको भाँडाहरू, दिज आर भेसल्स अफ अनर, महिमाको भाँडाहरू हो। रिबा खानामा सान्द्रा थेरी आला रबा रबा सी खेरी आला रबा रबा क्रोदो